नमस्कार साथीहरू, हाम्रो च्यानल नेपाली पैसामा तपाईहरुलाई स्वागत छ। आज हामी एउटा निकै खास र ऐतिहासिक नेपाली नोटको बारेमा कुरा गर्दैछौँ र यो नोट तपाईले आफ्नो जीवनकालमा पक्कै प्रयोग गर्नुभएको होला। यो हो स्वर्गीय राजा वीरेन्द्रको चित्र अंकित 2 रुपैयाँको नोट। आजकल यो नोट कतै देख्न पाइदैन, तर एक समय थियो जब यो हाम्रो दैनिक जीवनको महत्त्वपूर्ण हिस्सा थियो। यस नोटमा लुकेका थुप्रै रोचक इतिहास, यसको डिजाइन र यसको अहिलेको बजार मूल्यको बारेमा आज हामी जान्नेछौँ। यदि तपाईले पनि पुरानो नोट र सिक्का सङ्कलन गर्ने रुचि छ भने यो भिडियो तपाईको लागि धेरै महत्त्वपूर्ण हुनेछ। भिडियोलाई अन्तिमसम्म हेरिदिनु होला। अब यो नोटको इतिहास र महत्त्वको कुरा गर्नेछौँ हामी। यो 2 रुपैयाँको नोट नेपाल राष्ट्र बैंकले राजा वीरेन्द्रको शासनकालमा विक्रम सम्वत 2038-39 देखि विक्रम सम्वत 2057-58 सम्म प्रचलनमा ल्याएको थियो। यो नोट विक्रम सम्वत 2067 चैत्र 1 देखि पूर्ण रूपमा अप्रचलन आइसकेको छ। यो नोट किन महत्त्वपूर्ण छ त? यसले नेपालको राजतन्त्र इतिहासलाई झल्काउँछ। स्वर्गीय राजा वीरेन्द्र शाहको शासनकालमा नेपालमा एउटा महत्त्वपूर्ण मोड थियो जहाँ प्रजातान्त्रिक सुधारका प्रयासहरू भएका थिए। 2058 सालको राजदरबार हत्याकाण्डपछि र नेपालमा गणतन्त्र आएपछि राजाको तस्बिर भएका नोटहरू बिस्तारै हटाइदै गयो, जसले यो नोट केवल पैसा मात्रै नभएर नेपालको एउटा युगको साक्षी पनि हो। अब हामी यो नोटको डिजाइन र फिचर्सको कुरा गरौँ। यो नोटलाई नजिकैबाट हेरौँ। यसको अगाडि भागमा तपाईहरुले बायाँपट्टि स्वर्गीय राजा वीरेन्द्र शाहको श्रीपेच भएको भव्य चित्र हेर्न सक्नुहुन्छ। यो उहाँको राजकीय पोसाक हो। बीचमा हेर्नुहुन्छ भने वज्रयोगिनी मन्दिरको चित्र अंकित गरिएको छ। वज्रयोगिनी मन्दिर साङ्खुमा अवस्थित एउटा प्रसिद्ध नेवारी हिन्दू मन्दिर हो। दायाँपट्टिको कुरा गर्दा एउटा खाली ठाउँ छ जसलाई वाटरमार्क विन्डो भनिन्छ। यसलाई उज्यालोमा हेर्दा नेपालको श्रीपेच भएको यहाँ तपाईहरुले नेपालको श्रीपेचको यहाँ फोटो हेर्न सक्नुहुनेछ। र यसपछिको कुरा गर्दा चाहिँ नोट हरियो रङ र हल्का यसमा बैगनी कलर मिक्स गरिएको छ। तपाईहरुले राम्ररी हेर्न सक्नुहुन्छ र तलपट्टि यहाँ देवनागरीमा 2 लेखेको छ र यता इंग्लिशमा 2 अनि यहाँ बीचमा तपाईले रुपैयाँ 2 हेर्न सक्नुहुन्छ र त्यसको तल तुरुन्त पाइनेछ लेखेको छ यहाँ। र अब पछाडिपट्टिको कुरा गर्दा बीचमा सुन्दर चितुवाको चित्र देख्न सक्नुहुन्छ तपाईहरुले। दायाँपट्टि नेपालको राष्ट्रिय चिन्हहरूको चित्र राखिएको छ भने बायाँपट्टिमा वाटरमार्क विन्डो राखिएको छ। यहाँ पनि तपाईले यस्तो हेर्दा यहाँ तपाईले यहाँ श्रीपेचको फोटो हेर्न सक्नुहुन्छ। उज्यालोमा यस्तो गरेर हेर्दा श्रीपेचको तपाईहरुले फोटो यहाँ हेर्न सक्नुहुनेछ। यो नोटमा यहाँ तपाईले यतापट्टि रुपैयाँ 2 लेखेको भने यता ₹2 र यता नेपाल राष्ट्र बैंकको लोगो राखिएको छ बीचमा। अब यो नोटको विभिन्न गभर्नरहरूको हस्ताक्षर अनुसार यसको भेरिएसनहरू पनि थाहा लगाउन सकिन्छ। केही नोटमा राजाको ओठबाट तलतिर एउटा सानो रेखा देख्न सकिन्छ भने केहीमा हुँदैन। अब नोटको कुरा गरौँ कि नोट कहिले छापिएको। यो नोट छापिएको डेट यहाँ मिति कतै पनि लेखेको हुँदैन, न नोटको अगाडिमा न नोटको पछाडिमा लेखिएको हुन्छ। अब यो नोटको छापिएको मिति चाहिँ कसरी पत्ता लगाउने त? अब त्यो चाहिँ हामीले यहाँ गभर्नरको साइनले पत्ता लगाउन सकिन्छ। अब गभर्नरको साइनले यो पत्ता लगाउन सकिन्छ कि कुन वर्षमा छापिएको छ। अब तर नेपाल राष्ट्र बैंकको तत्कालीन गभर्नरहरूको हस्ताक्षरले पनि थाहा गर्न सकिन्छ। सामान्यतया नोट विक्रम सम्वत 2038-39 देखि छापिएको नोटहरू छ। यसमा तपाईहरुले यसमा कल्याण विक्रम, गणेश बहादुर थापा, हरिशंकर त्रिपाठी र सत्येन्द्र प्यारे श्रेष्ठ, दीपेन्द्र पुरुष ढकाल, दीपेन्द्र बहादुर छेत्री लगायतका गभर्नरहरूको हस्ताक्षर हेर्न सक्नुहुनेछ। अब कुरा गरौँ यसको हालको बजार मूल्य के कस्तो रहेछ। अब कुरा गरौँ यो नोटको अहिलेको बजार मूल्य कति छ भने यो नोट अब चलन चल्तीमा छैन। त्यसैले यसको मूल्य यसको अवस्थामा धेरै निर्भर गर्छ। यदि तपाईसँग नयाँ जस्तै अवस्थामा भएको, कहीँ पनि नखुम्चिएको, कुनै दाग नभएको नोट छ, त्यसको मूल्य संकलकहरूको लागि धेरै हुन सक्छ। अब मेरो हातमा हेर्न सक्नुहुन्छ, हुन त यो राम्रै अवस्थाको नोट छ तर यो पनि अलि पुरानो भइसकेछ। तपाईसँग यो भन्दा पनि राम्रो एकदमै सफा भएको नोट छ भने त्यसको मूल्य संकलकहरूले धेरै दिनुहुनेछ। र यसको नोटको मूल्यको कुरा गर्दा नेपाली बजारमा 100 देखि 500 रुपैयाँसम्म पर्न सक्छ र अन्तर्राष्ट्रिय बजारमा 1 देखि 5 अमेरिकी डलरसम्म हुन सक्छ। विशेष र दुर्लभ भेरिएसनको नोटहरूको मूल्य अझै बढी पनि हुन सक्छ। अब विशेष र दुर्लभ भेरिएसन के कस्तो छ म तपाईलाई भन्दिरहेको छु। अब विशेष र दुर्लभ भनेको अब जस्तो यहाँ मसँग घ 42 लट तपाईहरुले हेर्न सक्नुहुनेछ। घ 42 लटको
नोट छ यो। इफ तपाईसँग K01 K00 लटको अथवा यहाँ जुन नम्बर छ त्यो पनि कुनै युनिक नम्बर भयो, कुनै राम्रो भेरिएसनको, अब पुरै 000 111 222 त्यस्तो नोट छ भने तपाईले धेरैभन्दा धेरै मूल्य पाउन सक्नुहुन्छ। संकलनकर्ताहरूले आफै त्यो नोट किन्ने गर्छन् र त्यसको मूल्य पनि धेरैभन्दा धेरै दिने गर्छन्। र त्यसमा फेरि अर्को कुरा, अब कुनै नोटमा केही मिस्टेक भएको हुन्छ, जस्तो यहाँ साइन हुँदैन, कुनैमा त्यस्तो पनि हुन्छ कि यहाँ साइन हुँदैन, एरर नोट भन्छ त्यसलाई एरर नोट भन्छ। एरर नोट भनेर पनि प्रचलन छ। कुनैमा साइन हुँदैन त कुनैमा नम्बर छापिएको हुँदैन, त्यो एरर गरिएको हुन्छ, त्यो मसिनले एरर गरिएको हुन्छ। त्यस्ता नोटको पनि बजारमा धेरैभन्दा धेरै मूल्य पाउन सक्नुहुनेछ। र तपाईसँग छ त्यस्तो भने राम्ररीसँग बचाएर राख्नु होला, सुरक्षित राख्नु होला। तपाईले त्यो नोट राम्रोभन्दा राम्रो मूल्य पाउनुहुनेछ त्यो नोटको। तर यदि तपाईसँग पुरानो खुम्चिएको, च्यातिएको वा दाग लागेको नोट छ भने त्यसको सङ्कलन मूल्य खासै हुँदैन। यस्ता नोटहरूको मूल्य सामान्यतः 10-20 रुपैयाँ या त्योभन्दा कम हुन सक्छ। नोटको अवस्थाले यसको मूल्यमा ठुलो फरक पर्छ। त्यसैले यदि तपाईसँग यस्तो नोट छ भने त्यसलाई राम्रोसँग सुरक्षित राख्नु होला। आज हामीले राजा वीरेन्द्रको पालामा यो ऐतिहासिक 2 रुपैयाँ नोटको बारेमा विस्तृत जानकारी लियो। आशा छ तपाईलाई यो भिडियो मन पर्यो। यस्ता पुराना नोटहरूले हाम्रो इतिहास, संस्कृति र अर्थतन्त्रको बारेमा धेरै कुरा बताउँछन्। तपाईसँग पनि यस्तै पुराना नोट वा सिक्का छन् कि? कमेन्ट गरेर हामीलाई बताउनु होला। म तल डेस्क्रिप्सन बक्समा एउटा फेसबुक पेज छ जहाँ तपाईहरूले गएर नेपाली नोट्स, पुरानो नेपाली नोट्सहरू बाइसेल गर्न सक्नुहुन्छ। त्यहाँ त्यो पेजमा धेरै सङ्कलनकर्ताहरू हुनुहुन्छ जसले तपाईलाई धेरैभन्दा धेरै राम्रो मूल्य दिन सक्नुहुनेछ। र यदि तपाईहरूलाई पुरानो नोट सङ्कलन गर्ने रुचि छ भने तपाईहरू त्यहाँ गएर पुरानो नोटहरू किन्न पनि सक्नुहुन्छ र बेच्न पनि सक्नुहुन्छ र राम्रो आम्दानी गर्न सक्नुहुन्छ पुरानो नोट बेचेर। र साथीहरू, यदि तपाईलाई यो भिडियो मन परेछ भने लाइक सेयर गरिदिनु होला र च्यानललाई सब्स्क्राइब गरिदिनु होला। म अगाडि दिनमा यस्तै पुरानो नोटहरूको भिडियो बनाउने छु।